फेपुलो सम्पूर्णमा तामाङ भाषा सिक्ने क्रममा आज ताङ्लामिन अर्थात् बर्तनहरूको नाम भन्न मन लाग्यो र थाललाई खारबा, बटुकालाई मान्जे, गाग्रोलाई दर्पङ, कित्लीलाई तिब्री, मानालाई छेना, पाथीलाई फाम, ढकनीलाई गाप भनिन्छ। हवस् त आजलाई यति, फेरि अर्को भिडियोमा भेटौँला। यहाँहरूलाई कस्तो लाग्छ भिडियो कमेन्ट गरिदिनु होला। भिन्न भिन्नै शब्दहरू हुने भएकोले गर्दाखेरि मैले भनेको शब्दहरू तपाईँहरूको शब्दहरूसँग मिल्छ कि मिल्दैन कमेन्टमा भनिदिनु होला। हवस्, थुचेचे।